ल यो चाहिँ यस्तो दामी छ यो पनि थबाङको झुलुङ्गे पुल हो ल हामी चाहिँ फाइनली यी गुरास टिप्न आइपुग्यो ज्यान त हैन माथि त्यहाँ रातो रातो ट्याकको गुरासको फुल टिपिरहेको छौँ हामी त गाइज हैन तर यहाँबाट जाक्यो नि सिधै तल फेरि वहाँ खोलामा जाने खोलामा जाक्किने हो त्यो गुरास टिप्न त आइयो यस्तो दामी छ गुरास यार यहाँ पुरा यस्तो भिरबाट हामी तल खोला छ ऊ त्यो अलिअलि देखिरहेको त्यो खोलो हो हेलो गाइज सबैजनालाई गुड मर्निङ एन्ड नमस्ते आज फेरि स्वागत छ मेरो भ्लगमा चाहिँ आज म रोल्पाको थबाङ भन्ने ठाउँ छु यस्तो बवाल ठाउँ छ यहाँनिर चाहिँ पछाडि मेरो ब्याकग्राउन्डमा देखिरहेको झुलुङ्गे पुल छ यतातिर यस्तो छ हैन धेरै राम्रो छ यतातिर पहाडहरू बवाल ठाउँ छ विशेष गरेर यतातिर चिया खान लागि आएको म त यता यस्तो छ यहाँनिर माओवाद मार्क्सवाद लेनिनवादको चित्र आऊ दौड चिया खानको लागि चाहिँ जाँदैछौँ भित्रतिरको गल्लीहरू चाहिँ देखाउन मन लाग्यो मलाई चाहिँ कस्तो बवाल छ यतातिर यहाँनिर यस्तो छ अनि यहाँनिर वडा कार्यालय पनि रहेछ हामी त अब यतातिर अनि भित्रको गल्ली चाहिँ पुरै मुस्ताङको जस्तै सिन छ यस्तो बवाल छ घले गाउँ जस्तो नि यस्तो दामी मलाई दामी लाग्यो अहिले भिडियो बनाउनुलाई यहाँ हेर्नु न अन्त त्यो घरतिर पनि यस्तो छ पुरानो यस्तो दामी क्वालिटीको घरहरू छन् यतातिर चाहिँ यो बजार यस्तो दामी छ त्यहाँनिर अनि कहाँ पाइन्छ यहाँ चाहिँ चिया खानु जाम के अनि मलाई थाहै पाएन हुने पनि हुन्छ नि त यतातिर पनि यस्तो दामी थबाङ बहुद्देशीय भवन अनि यो घरहरू बवाल घरहरू छन् यतातिर अनि यस्तो छ हट्टा अनि यतातिर यहाँ उ छ यतातिर यस्तो छ अनि त्यसपछि आऊ के भयो यस्तो ब्याकग्राउन्ड दामी छ जस मलाई चाहिँ दामी लाग्यो यतातिर यो होटलहरू यस्तो छ बजार बिहानको छिटो के अनि यस्तो दामी छ ठाउँ के कपडा सिलाउनु लाग्यो अनि त्यो नानीले चाहिँ हामी चाहिँ ठ्याक्कै मेलामा अब यहाँ रोल्पामा लागिराखेको थबाङ मौसममा थियौँ हामी त अनि त्यो रुचि चाहिँ खतरा नाच्छन् क्या ड्रेस सिलाउन आछन् यिनी चाहिँ छिटो गर नि त बत्ती त 10:30 बजे यहाँ चाहिँ सिस्टम कस्तो रहेछ भने ठ्याक्कै 10:30 बजे लाइन जाने बिहान 10:30 बजे लाइन आउनेवाला सिस्टम चाहिँ रहेछ के गर्नु नलायो अनि यस्तै छ ठाउँ राम्रो दामी छ जस मलाई त राम्रो लाग्यो तपाईँहरू पनि ट्याक्कै त पहाडतिर घुम्न आउनु मन छ भने थबाङतिर आउनु होला रमाइलो ठाउँ रहेछ घले गाउँ जस्तै त्यतिर बाटोहरू पनि यसो ढुङ्गाको बनेको छ सो दामी छ अनि यतातिर चाहिँ म चाहिँ ठ्याक्कै बिहानै यसो मर्निङ वाक गर्दै आएको यतातिर चिया खानको लागि अनि भ्लग कस्तो बन्छ जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव दिनु होला थबाङ रोल्पाको गाउँ हो यो चाहिँ बवाल छ यता पनि गल्ली छ हेर्नुहोस् यता पनि गल्ली अनि यता पनि गल्ली छ फेरि हैन त्यो घुम्नको लागि चाहिँ बेस्ट ठाउँ रहेछ हेर्नुहोस् न यतातिर ढुङ्गाको यतातिर पनि ढुङ्गाको छ सो गाइज कस्तो लाग्छ त्यस्तोलाई प्रतिक्रिया दिनु होला
मेरो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने च्यानललाई सब्स्क्राइब गरेर भिडियोलाई अझ धेरै अगाडि बढाइदिनु होला। गल्ली यतातिर यस्तो छ। जाम यतातिर छैन, जाम त्यहीँ। जाम त्यही देऊ सिलाउनु देऊ दिएको अलिअलि नआउने कतिले अनि लाइन नभएर हुन्न भने होइन उतातिर त त्यत्तिकै बेसी लाउँदैन के त। ए सर त्यो मैले किरा लगेको थिएँ नि लास्टमा मैले आधी बाजा खानु किन सबै अनिल भाइले ए म खाएँ पहिला कहाँ छ त्यहाँ दिनु बड्डा उतैतिर मलाई आउँछ मलाई भने रातभरि ढोकाले गर्दा म लास्टमा म अप्ठ्यारो परेँ नि किन एउटा प्लाङमा एउटा दे एउटा प्लाङमा एउटा दे एउटा प्लाङमा तिन टिकेटी बिचमा मलाई दुईटीले ल यो चाहिँ यस्तो दामी छ। यो पनि थबाङको झुलुङ्गे पुल हो। थबाङ यता बजार छ माथि, यतादेखि यहाँ तल आउने। हामी त बिहानै आएछौँ दुईजना यसो घुम्नलाई। त्यो हस्पिटल पनि रहेछ त्यहाँनिर यस्तो दामी छ। गाउँपालिका नि त्यो तल खोला। तर यो लास्टै यो थबाङको झुलुङ्गे पुल चाहिँ विशेष गरेर यो लास्टै हाइटमा छ। यहाँदेखि यति तल देखिन्छ बाप रे बाप। अनि हामी चाहिँ बहिनी र म यतातिर घुम्न आएछौँ। खै ऊ त्यहाँ फुल्या रहेछ ऊ दुईटा कि तिनवटा फुल्या एक दुई तिन तिनटै छ अनि तर यो लास्टै हाइटमा लाग्यो मलाई त्यो त यही बुझ्दैन तल कति हाइटमा छ भनेपछि हेर्नुहोस् है तल ऊ ए बुझ्दैन यति तल छ नि फुल्या रहेछ गुराँस छ त्यहाँनिर लाली गुराँस फुल्या छ। गुराँस टिपेर लग्यो होइन नास्ता बसेर नास्ता खाना थिएँ त्यो अन्टिल त फोहोर भनेर खानेर बाहिर हेर्छ त गुराँस नै छैन खै भनेको त डस्टबिन भनेर सिकाइदिन्छ हाँसी खत्तै नाथ्यो त्यो आन्टी। मलाई थाहै पाएन मैले त केराटी ल्यालान् भनेर फाल्दैन नि अब अर्को टिप दिनु जाने भनौँला भनेर भन्नु थियो। यो चाहिँ थबाङको झुलुङ्गे पुल लास्टै लामो हाइटमा पनि छ। यतातिर तल त मान्छेहरू त्यस्तो देखिन्छन् कति सानो त्यो खोलामा हेर्नुहोस् कति सानो। यतातिर पहाडहरू छ यस्तो दामी पहाड हो यो। थबाङको सुन्दरता यही हो।